गुड मर्निङ सबैजनालाई। मेरो कार्यक्षेत्र मलेसिया जोरबारदेखि अहिलेको समसामयिक विषयवस्तु लिएर छोटो भिडियो बनाउनु मन लाग्यो। जो अहिले 7 बुटे माग लिएर यातायात व्यवस्थापन समितिले अहिले आन्दोलन गरिराखेको छ, यो आन्दोलनले तपाईहरुलाई नै घाटा हुन्छ। ब्याङ्कको लोन तिर्न, लोन ब्याङ्कले छुट दिँदैन आन्दोलन गर्यो भनेर, र तपाईँ हामी जस्तो यात्रुहरूलाई शास्ति। बरु आन्दोलन जति गरेर पनि के हुँदैन, बरु आफ्नो काम गरिराख्नुस्। सिडिओ कार्यालय, आफ्नो जिल्ला, आफ्नो क्षेत्रको सिडिओ कार्यालयलाई घेरेर तालचा मारिदियो, बल्ल मात्रै माग पुरा हुन्छ। नभए पहिला शिक्षा विधेयकको लागि कति दिन काठमाडौँमा हावा खाँदै बसे हैन शिक्षकहरूले। तपाईहरु यातायात व्यवस्थापन समितिका सबैजना पनि त्यही हुने हो, माग केही पुरा हुँदैन, उनीहरूलाई केही मतलब हुँदैन। सरकार पक्षलाई उनीहरू कुर्सीमा बसेर चिसो एसी खाँदै बस्छन्, केही वास्ता गर्दैन। त्यसले तपाईँ हामी जस्तो सबै निम्न वर्गको मान्छेले मात्र घाटा हुने हो। सो त्यही भएर आफ्नो एरियाको सिडिओ कार्यालय तालचा मारिदियो त एकै दिनमा तपाईहरु माग पुरा हुन्छ।